मा जम्मा कति 3 लिटर हो कति लिटर हो 5 लिटर हो कति लिटर हो 3 जस्तो लाग्यो त्यो हामीले पकाएको रोटी है को छ यो वाई ओरेन्ज क्रिस्पी अनि पछि डायट कोक कप ट्राइपोड यो चाहिँ वाटर यो चाहिँ जुस एन्ड सम फिश तारी जेम्सी ब्यान अझै आइज अहिले आइज यतिखेर यो लगेर ठिक होला अमेजिङ तर एकदम हुन्छ ठिक लाग्यो अनि पावर ब्याङ्क कहाँ गयो गाइजहरु अब ल अब हामी हिँड्दैछौँ साथीहरु हैन अब ल जाउँ यहाँबाट कहाँ जाने फरेस्ट गेटबाट भिक्टोरिया पार्क हो नि भिक्टोरिया स्टेसन एकदम ठुलो स्टेसन छ अनि त्यहाँ गएर भन्छौँ इन्टरनेसनल स्टेसन हो त्यहाँबाट चाहिँ आजको भिआइपी कोच हो नि लन्डन आएर यो तिम्रो खाना सिकियो ओके मेट सी यू फाइनली लुक या आमा पनि त आउनु पर्यो नि होइन ल साथी यो लाग्यो परदेश होइन परदेश चाहिँ छोड्ने We are heading to Seven Sisters, which is very beautiful. Seafood Seven Sisters. Beautiful beach in the UK. लास्ट इयरदेखि नै जाडो भएपछि लास्ट झाला छ फेरि भुवन सरले पुरै हाल्यो म त्यस्तो होइन वन्स डिसाइडेड इज फाइनल त्यो लास्ट इयरदेखि नै के अरे होला राजाले भनेको त राजाले अनि मैले पनि त्यसमा साथ दिएको थिएँ जाडो छ भने त नजाउँ भन्ने लास्ट इयरदेखि नै हाम्रो एक वर्षमा एउटा समुद्रको एरिया घुम्ने हाम्रो प्लान अनुसार आज चाहिँ सेभेन सिस्टर्स हो त्यो चाहिँ कता छ भनेपछि सीफोर्टबाट कति 1 घन्टा 15 मिनटको ट्रेकिङ गरेर पुगिन्छ होइन अनि पछि हामी हाम्रो ब्यागेज सबै चिज खानेकुरा सबै छ पिकनिक जस्तो अनि म हेयर कट चाहिँ यसबाट फैजलबाट गर्छु अनि यस्तो आज अहिले देखाउँछु साथीहरू हामीलाई देख्छन् मेरा दोस्तहरू लन्डनमा पनि धेरै छन् फरेस्ट गेट चाहिँ यहीँनिर हो हामी बस्ने फरेस्ट गेटबाट अब 5 मिनट जति हिँड्नुपर्छ होला हाम्रो अनि हाम्रो साथमा हुनुहुन्छ आजको हाम्रो यात्रामा आजको सहपाठीहरू हुनुहुन्छ मिस्टर हरिश बम एके टिकटकर एन्ड इन्फ्लुएन्सर एन्ड कन्सल्टेन्ट वाट यु से हि इज पर्फेक्ट अनि त्यसपछि वान अफ द ह्यान्डसम रङ मिस्टर रिजन चक्लेटी बोय इमरान खान अल्सो नोन एज चक्लेटी बोय अनि इमरान खान दिस इज द गोर्खाली या आज खासमा कुरो के भएको भने अब हिजो टिकट बुक गर्ने बेला अब हाम्रो राजा चाहिँ टेक्नोलोजीतिर बढी फोकस छ होइन उसले चाहिँ वेदर अपडेट हेऱ्यो अनि वेदर अपडेटमा चाहिँ के थियो भने अलमोस्ट क्लाउडी थियो कि दिन चाहिँ अनि तेरो एयर फ्लो चाहिँ तपाईँको 25 किलोमिटर पर आवर थियो होइन अनि मैले भने त्यो नर्मल हो किनभने अघिल्लो हप्ता कस्तो भएको थियो भने स्याटरडे चाहिँ अलमोस्ट रेनी डे भनेको थियो तर दिनभरि घाम लागिदिएको थियो क्या त्यही भएर चाहिँ मैले अब केही त्यसको खासै भर नपरौँ भनेर विचार गरेको थिएँ तैपनि ठिक छ आज चाहिँ बादल चाहिँ लागेको छ तर यसो अहिले गुगलमा हेर्दाखेरि दिउँसो 12 बजेदेखि 4 बजीसम्म चाहिँ घाम लाग्ने होइन अलिअलि घाम लाग्ने भनेको छ त्यसपछि टेम्परेचर चाहिँ 18 डिग्री म्याक्सिमम पुग्ने भनेको छ त्यो भनेको ठिकै हो त्यति साह्रो चिसो चाहिँ होइन लन्डन सिजनको कम्पेरिजनमा त्यही भएर हामी हिँडेको साथीहरूले टिकट पोस्टपोन गरौँ एक्सटेन्ड गरौँ भन्दै थिएँ मैले नै जिद्दी गरेको एकचोटि डिसाइड गरिसकेपछि त्यसरी पछि हट्नु हुँदैन अनि
अकर्डिङ टु द सिचुएसन चल्नुपर्छ भनेर हो। त्यस्तो भएको हो। अनि अरू यसमा केही थपघट गर्नुपर्ने भएपछि ओभर टु यु। ट्रेनमा कति लाग्छ भने त डिस्टेन्स यहाँबाट त्यहाँ 1 घन्टा। अनि हामी त 10 बजे त ढिलो हुन्छ त यार। त्यसमा टिकट नभने होला कुन ट्रेनमा जान मिल्ने भनेको छैन। होइन 10 बजेको टिकट भए पनि यतिमा जान मिल्ने भने होला क्या। ओके ओके ओके। तर यो पिक आवर नभएपछि चाहिँ पिक आवर बिनाको चाहिँ दिनभरि एनी टाइम हो कि? पिक आवरमा जानु भएन। यो त फर इक्जाम्पल जस्तै 9 बजीसम्म 10 बजीसम्म त्यो भन्ने पिक आवर हो नि त। हो। त्यसपछिको उसमा जति जानुभयो भने साँझ 4-5 बजी साँझ त्यो पिक आवरमा आउनु भएन फेरि। पिक आवरमा 4 बजेदेखि 7 बजेसम्म पिक आवर। 7 बजी फर्किनु भयो। यहाँनिर त कति पाउन्ड लाग्छ हो यो टिकट? 3 पाउन्ड लाग्यो। अरू मेरो खातामा छैन होला रोक्नु है। सिस्टम यु आर राइट भन्छ त दाजु। हामी यो भनेको व्हाइट च्यापल स्टेसन हो। यो पनि ठुलै छ होइन, अन्डरग्राउन्ड हो। तर अनि हाम्रो मिस्टर हर्कबम चाहिँ अगाडि हुनुहुन्छ कि यसरी लिफ्ट कति उच्चो छ यो। कहाँ गयो हाम्रो राजा? दिस इज राजा। अनि हाम्रो बहिनी ठिक छ। अनि राजा र म अलग उसमा आयौँ सिडीमा, यिनीहरू अलगमा। तिमी किन बोल्दैनौ? ए मै तल कति तल? ए तलमा अब चाहिँ भिक्टोरिया स्टेसनमा पुग्यो। यहाँसम्म 2टा ट्रेन चेन्ज गरियो। अनि भर्खरै अब त्यसलाई ट्याप गर्ने ठाउँलाई के भन्छ? हाम्रो ट्याप गर्ने ठाउँलाई के भन्छ? त्यो ठाउँलाई जस्तो यो टिकट स्क्यान जो क्युआर हुन्छ त्यसलाई ट्याप गरेर ढोका खुल्छ। अनि यो यता आयो। अनि हाम्रो राजा उता भ्लगिङ गर्दै हुनुहुन्छ, यता हुनुहुन्छ। अनि यही ट्रेन हो? फर्स्ट क्लासमै गइदिउँ त आज। सबै त्यही हो यो। अनि पछाडि हाम्रो ट्रेन चाहिँ यो हो आज। भित्र चाहिँ भिआइपी हुन्छ होइन, त्यति भिड पनि हुँदैन। मिल्छ नि त, किन मिल्दैन? एनी टाइम हो। अफ पिक आवरमा एनी टाइम हो यो जान मिल्ने। छिटो चढिस् भनेर यति ठुलो स्टेसन पछि छुट्टिन्छ नि। कति हुँदैन क्या यसमा जाँदा नि हुन्छ। तर त्यही हामी भनेकै उसमा जाउँ त। किन जाने हो र अगाडि? ओ सर उसमा के अरे यसैमा जाने हो? ए यही होला होइन? ल भित्र भएर चाहिँ हिँडेपछि हुने त। चस्मा बिर्स्यो। अब कसरी हुन्छ त? मैले भने अब क्यान्सल गरौँ भने चाहिँ जिन्जर रिजन। He is professor from Nepal and बिस्तारै volume down. He is professor from Nepal and he has been helping. Oh sorry. Helping people to find room around the London. If somebody needs room in London, you can just remember his name. यो चाहिँ iPhone पूरा टपिक किन बोल्दा ओल्ड स्कुल हो। दाजु मेरो फोनकै पछि लाग्नु भयो के अवस्था गर्नु? Look at this. Massive. 15 Pro Max. कम्प्रोमाइज गर्नु न। योसँग के कम्प्रोमाइज गर्ने? योसँग गरौँ न। दिस इज ओल्डेस्ट भर्जन।
यसको त पुरै सब्जी मन्डीमा नि त्यो धनियाँ जस्तै हो तरकारी किन्दा धनियाँ फ्री हो यो कुन हो यो चाहिँ 11 Pro Max 17 किन्नु त्यस्तो अनि अरू कुरा अब के गर्दै जाउँ भनेपछि खानेकुरा अब केही यो बोटी मोटी किन खाउला जसरी हेरिरहेको छ मलाई पछाडि किन हेर्दैछौ तिमी यहाँ दुईजनाको के हो भने अब को हात कहिले यस्तो गर्नु यिनीहरू सब सिफोड जाने होला जस्तो एकचोटि हामी पहिला इन्डियन हो थियौँ यस्तो हो अस्तिको पालि को डराएको थियो उहाँलाई डरमा थियो होइन कि हामीलाई खाएर लगिहाल्छ भने यो सिट होइन यो सिट हो भन्दै हजुर डराउनु भएको थियो अस्तिको पालि म सोझो मान्छे हो नि त याद गर्नु त्यो त म सोझो हो कि डर लाग्छ कि म सही जे काम पनि सिधा सादा 50 पाउन्ड फाइन तिर्ने मान्छे हो म 57 आफैले फेरि जानी यो म तिर्छु है भनेर आई डिड मिस्टेक खातामा बढी ओभरफ्लो भएर मैले गल्ती गरेँ हजुर अब म के सजाय के पाउँछु भने मिस्टेकली भयो होला त हजुरले मान्छे नेपाली भयो अनि नेपाल जस्तो लाग्यो नेपालीहरू पुरो अघि हामी त्यो उसमा के अरे 3 हप्ता भएर चाहिँ भर्खर आएको होइन जब पाएँ दाइहरूले नम्बर एक्सचेन्ज गर्नुभयो नै त्यो रुम चाहिने हो भने मेरो सुनिलको नम्बर थियो किन हाम्रो रुम छ त सिङ्गल चाहियो उसलाई सिङ्गल डबल भएपछि उसलाई सिङ्गल बेड चाहियो त्यस्तो त कमै हुन्छ नि त एउटा बेड हुन्छ नि त अनि त्यो भएर यसले कुरा गरेँ यसमा प्राइभेट रुम हुन्छ भनेर नम्बर दिएको Okay. That's fine. हामीलाई हेर्दै थियो त्यो ट्रेन चढ्नुभन्दा अगाडि हामीलाई हेर्दै थियो क्या ट्रेन चढ्नुभन्दा अगाडि नै म त त्यही केटा फर्किफर्की हेर्दै मेरो आजको यो एक्सपेक्टेसन कस्तो कि ब्रो हामी डडल्डो जाने बेला ठुलो टेबल होइन अनि त्यसमा वायरलेस चार्जिङ थियो नि त यहाँ पनि छ नि त वायरलेस छैन नि त वायरलेस त्यो पालि थियो अनि त्यस्तो होला सोचिरहेको होइन तर लुक एट दिस टेबल छ अनि त्यसपछि अर्को के थियो मेरो एक्सपेक्टेसन एउटा अलिक ठुल्ठुला सिट होला एकदम के भन्छ नि स्पेस राम्रो होला सोचेको त Well, they look so fine dressing up in black for a picture show. All the men got the sawdust on their boots and the wind. तपाईको फ्रिज झर्दैन नि त फ्रिज झर्दैन नि ब्रो हैन प्राइभेट गर्यो भने यो चाहिँ हाम्रो यो 7 सिस्टरको म्याप रहेछ हैन पुरै अनि माथिको एउटा चाहिँ फ्री भनेको रहेछ एउटा सबै एउटै रहेछ अनि फ्री थियो के त्यसमा लेखेको 7 सिस्टर म्याप फ्री भनेर अब हाम्रो दाइले अनि यो एउटा मात्र ल्याउने होला भनेको चाट दियो अरे यो बेला चाहिँ टाइममा गर्नुपर्छ किनकि we have to walk almost 3 miles so for one person बाटो छोड न मान्छेहरू बाटै छोड्दैनन् यार हाँसेर त फर्क्यो अनि यहाँ के प्लेन चढ्ने त अनि यो दिस इज सफारी अब यहाँबाट हिँडेर जाने हो अब मलाई चाहिँ डाउट लागिरहेछ है यिनीहरूको कुरा देखेर कोही आएनन् हाम्रो पछि सबै यतै जाने त थिए नि सबै यतै जाने त थिए नि अनि कोही आएनन् त पछि त हामी मात्र छौँ त अघि साथीहरू आए पनि औँला पोइन्ट नगर्नु भन्दैछु ल जाउँ ल आजको कोअर्डिनेटर तपाईँ हो कहाँ लग्नुहुन्छ होइन दिस इज मी एन्ड माई ब्याग यसरी जाने यो भित्र चाहिँ 14 केजी छ अनि अब पुगिन्छ चाहिने चाहिँ जिन्दगीमा सी पोर्ट प्रपर्टिज अनि वर्षमा एकचोटि समुद्र चाहिँ हेर्न आउने समुद्र हेर्न आइयो तर कस्तो ठाउँ
यस्तो दिनमा आयो कि जाडो ज्याकेट लगाएर समुद्रमा घुम्न बट यो त भएन नि त कति मिनट हो यहाँबाट हिँड्नुपर्ने 1.5 घन्टा रे साइने जो जिन्दगीमा भएपछि चाहिँ अलिकति हिँड्न सकिँदैन नि जाडो लास्टै भयो होला जाडोमा त होइन अनि क्रस गर्ने त होला नि है जाउँ त जाउँ यही समुद्र हेरेर घर जाउँ यो त 1.5 घन्टा त लास्टै हो त अनि अति हो कि यो त नेपालमा हिँडेन हो सर 12 घन्टा हिँड्यो साइने हाम्रा मेरो टिममेटहरू हेर्नु यहाँ टोपी लाएर ज्याकेट लाएर बुट लाएर यहाँ समुद्र घुम्नु कोअर्डिनेटर त भाइ म त फलोअर हो म त यो भारी बोक्ने मान्छे हो पछाडि अरू तपाईँहरू जहाँ जानुहुन्छ त्यहीँ जाने हो अब भाइ तिमी पनि अब बरु तिमी पनि भारी बोक्ने मान्छे हो अनि अब सीफोर्ट स्टेसनबाट अब कति 1 घन्टा 36 मिनट देखाइरहेछ होइन 1 घन्टा 36 मिनट देखाइरहेछ अरे अब हिँडेर त जाडो भयो कि 18 डिग्री पुग्ने भनेको थियो 18 डिग्री भन्दा नि बढी पुग्ने भनेको थियो गुगल म्यापमा तर यहाँ यसो हेर्दाखेरि चाहिँ 18 डिग्री त पुग्दैन जस्तो लाग्यो जाडो भइरहेछ Look at this guy, tall guy from Nepal. एक घन्टासम्म यस्तै हिँड्ने हो र यस्तै हो हिँड्ने Oh my God, look at this. को चौतारीमा फुलेको फुल देखे तिम्रो यादले मन मेरो भिजायो न देखे सपनामा तिमी छौ अनि म पनि सुकिला रङ्गिन तस्बिरमा मात्रै हे तिमी मेरो सपना सारङ्गी बोल मेरो मनको काप्रे झङ्कार जस्तो हो तिमी बिना दुनिया केवल अधुरो लाग्छ तिम्रै साथमा जिन्दगी सजिलो लाग्छ अलिकति अब यो 7 सिट यहाँ रहेछ नि त खतरा ठाउँ उठे रहेछ नि त यहाँ अब पुग्यो होइन अब पुगिँदाखेरि चाहिँ अलि रमाइलो छ घाम नलागेर तनाव भयो म अब तपाईँहरूलाई देखाउँछु समुद्र कस्तो हुन्छ भनेर है देखाउन त के देखाउनुहुन्छ अब यहाँ चाहिँ जान मिल्ने रहेछ यहाँसम्म चाहिँ Oh my God, दिउँसो घाम लाग्यो त आनन्दै हुँदो रहेछ नि त Look at this.
सेभेन सिस्टर पुग्यो घुम्यो फोटो खिच्यो अनि यो ढुङ्गा हानेर तिम्रो हात देखिँदैन फोटो खिच्यो भगवान्ले मेरो फोटो खिचिरहेको रहेछन् अनि यो तल उ रहेछ होइन मस्त बेस बनाएको कस्तो यार हिँड्दामा फोटो के खाइदियो कालो के खाँदैछ यस्तो यस्तो डाँडामाथि भ्लग बनाउँदैछौँ कि के भन्ने यो चाहिँ सेभेन सिस्टर टी ब्रिजको माथिको डाँडामा हो होइन यहाँ त यो छेउमा चाहिँ जान सकिँदैन यो छेउमा गयो भने त तल तल हो कहाँ हो अहिले म यो सेल्फी स्टिकले पुग्यो भने चाहिँ त्यहाँबाट खिच्छु होइन पुगेन भने ठिक छ इट्स ओके नो प्रब्लम देन वी हेडिङ टुवर्ड्स द lighthouse. This is a very beautiful place and we must visit. यहाँ बसेर खाने हो नजा हिरो किन बन्ने होला कि यो ठाउँ यति अग्लो छ कति 50-100 मिटर जति होला होइन तल समुद्रबाट त्यो ठाउँ माथि छेउमा बसेर खिचिरहेको छु यहाँ गयो भने त गयो जिन्दगी होइन अनि सिधा नेपाल होइन फ्रान्स अर्को फ्रान्समा श्रीलङ्का अनि त्यहाँ बसेर भिडियो बनाउँदैछु यो एउटा मेमोरीको लागि बनाउँदैछु साथीहरू केही त्यसमा तपाईँहरूको थप घट गर्नुपर्ने भए फ्लोर इज ओपन फर यु गाइज होइन अनि केही थप्नुपर्ने भयो भन्नु पछाडि यो समुद्र पार गर्ने नि पछाडि उतापट्टि चाहिँ फ्रान्स सो अब यहाँ हामी खाना खाने तयारीमा छौँ यो छेउमा बसेर खाना खान्छौँ माथि कार पनि छ अनि खाना खान पाइन्छ कि पाइँदैन भन्ने कुरा मात्र हो होइन पाइन्छ होला सो अब अलिकति खाना खाने अनि खाना खाइसकेपछि आउँछन् फेरि लास्ट ल्याङ गर्छ खाना खाएपछि चाहिँ फेरि फर्किने जाने अनि के अरे त्यसपछि अरू कुरा आज यो मौसमले अलि साथ दिएन कि समुद्र घुम्न आएर ज्याकेट लाउनु पर्छ त्यति नजिक आउने हेर ल झगडा चाहिँ नगर्नु नि मेरो डोन्ट के भन्छ डोन्ट फाइट इच अदर ल्याउ अमेजिङ हेलो गाइज अब यो सेभेन सिस्टर घुमिसकेपछि अब यस्तो आज यो वेदरले साथ नदिएर हामी बिचैमा जाडो भएर फर्किनु पर्यो अनि खासै घुम्न पाइएन लाइट हाउस जानुपर्ने थियो त्यहाँ गइएन अनि अब चाहिँ हामी कुन ट्रेन हो यो साउदर्न लाइनमा चढिसक्यौँ होइन अब चाहिँ यहाँबाट चाहिँ लुइस भन्ने ठाउँमा अनि त्यहाँबाट चाहिँ अर्को लन्डनको लागि ट्रेन समातेर हामी जाने हाम्रो टिकट टाइम थियो 7:53 तैपनि हामी 7 बजेको ट्रेनमा चढेको छौँ किनभने धेरै वेट गर्न अलिक झ्याउ भयो अनि अब चाहिँ यो आजलाई यही बिट मारौँ होइन अब आजको यात्रा यस्तै भयो एक्सपेक्टेड भएन तैपनि अलिकति ठिकै भयो सोचे जस्तो चाहिँ एकदम अमेजिङ बट वेदरको कारणले चाहिँ अलिक त्यति फिल राम्रो भएन हामीले त्यति राम्रो फिल गर्न पाएनौँ एक्ज्याक्टली ठाउँ चाहिँ राम्रो छ जति चाहिँ मतलब त्यो मस्त टाइम स्पेन्ड गरौँला भन्ने सोचेको थियौँ एकदम चिसोले गर्दा हावाले गर्दा हामीले चाहिँ त्यो गर्न पाएन कि मतलब त्यो फिलिङ गर्न पाएनौँ ठिक छ केही छैन त्यो छ अब नेक्स्ट टाइम हाम्रो कता हुनेछ अब अहिले तपाईँलाई त्यो भन्ने होइन नि त दिस शुड बी इन सस्पेन्स के ओके सरी हजुर गल्ती भयो मेरो यो छैन हामी किसीको नै पताएंगे इडनबरा जाएंगे अनि ल ठिक छ अब ठिक छ तर पिरो लास्ट है हे ल अब ठिक छ ल आजलाई यति नै होप यु गाइज इन्जॉय दिस ब्लास्ट बाय बाय थ्याङ्क यू सो मच हेभ अ गुड डे